हेलो गुड मर्निङ साथीहरू वेलकम ब्याक टु माई च्यानल। सबैजना संसारमा हुनुहुन्छ र म पनि एकदमै ठिक छु। अनि आज चाहिँ यस्तो चिसो छ, हेर्नु न साथीहरू, पानी परेर आज हामी कहाँदेखि कहाँ पुग्ने सेड्युल थियो है। अनि हामीसँग समय छैन, अनि सेड्युल थियो क्या हाम्रो, अनि त्यसले काम नगर्ने भयो, यस्तो भयो मौसम। अनि हामी टाढै जानुपर्ने थियो, पानी पऱ्यो, रोकियो, त्यसपछि हामी बसिरहेका छौँ। ल आउँदैछु। हामी चाहिँ यस्तो छाता ओढेर जाँदैछौँ, आमा छोरी टक्क। यतै मामा हुनुहुन्छ नजिकै, मामाको घर छ हाम्रो। अनि त्यसपछि हामी त्यही जाँदैछौँ टक्क त्यो मामाको घरमा। त्यही हुन्छ होला के मामाजी उता आर्सी कताबाट यहाँबाट हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ मन्दिर रहेको छ। यस्तो पानी परेर हामी कहाँ पुग्ने मान्छे हो न आज। ल हामी चाहिँ मामाको घरबाट भेटघाट भएर भर्खर निस्किसक्यौँ। अनि म त बिग्रिन्छु त्यसरी खै ल्याउनु जानु। यहाँ चाहिँ बाटो चाहिँ एकदम खतरा खालको, मौसम एकदमै झन् झन् डरलाग्दो भइरहेको छ। राम कसरी पुग्ने हो हामी आज। ठुलो खोलासम्म पुग्ने योजना हो हाम्रो। योजना अनुसार काम बनिरहेको छैन। दामी सागहरू पनि रहेछ, यतातिर साग लगाउनु भएको रहेछ। मम्मी दौड्नु भयो। कसरी जाने होला पर्गु। मौसम हेर्नु न, मौसम केही देखिन्न क्या यहाँदेखि। मान्छे आएको कि आएको छैन कि थाहै छैन, त्यस्तो भइरहेको छ। कसरी जाने हो, गाह्रो भइरहेको छ। यस्तो पानी हो त रोकिन्न के अरे आज, यस्तै हो, यस्तो छ। अनि एक हप्ता जति पर्ने अरे भन्ने सुन्नमा आएको छ। त्यो खास त्यो झुट भइदिए। एक हप्तासम्म पऱ्यो भने त म त नपरोस्। यस्तो मौसम त मलाई खासै ठिक लाग्दैन यस्तो धुम्ममा त। हजुर के अरे ब्याग हिजो त्यो ब्यागमा यस्तो गाह्रो गरी आइयो होइन। तपाईँको त्यो ब्याग फेरि झन्नै खसे गरेको थियो। छाता यहीँ राखेँ, उडाउनु टक्क लाएर हामी फेरि अर्को हाम्रो साइनो मामा सानो माइजूकोमा भेटघाट कार्यक्रममा जाँदैछु म। के हो यो रहेछ, म त गणेउला जस्तो देखेको। जाउँ होला अब हामी एकैछिन। ल छिटो लगाऊ। तिमी जान्छौ कि नै उतापट्टि जाम। भर्यो त त्यो पानी त जाम। यी कसको मोजा पनि भिजेछ नि, उठाउने होइन मोजा। बिहालीहरू के गर्यो अन्त, थाल उडिरह। है के गर्छ चिप्लो है लडौला। भैलो आयो, भैलो आयो। कसो गर्छ, किन भिज्यो पानीमा। ल हामी चाहिँ मालाबाट फर्क्यौँ होइन, फर्किँदैछौँ। अनि अब यहाँबाट चाहिँ फेरि अर्को मामा घर जान छ। फेरि अर्को मामा घर जाँदैछौँ हामीहरू चाहिँ। भेटघाटको सिलसिलामा भेटघाट कार्यक्रम चलिरहेकै छ। हामी चाहिँ अलि पानी बिदा भयो, अनि त्यसपछि अलि पानी रोक्यो, अनि त्यसपछि जाँदैछौँ टक्क लाएर। यस्तो बाटोमा यहाँ कति गाह्रो भइरहेको छ हिँड्नलाई। खोइ त मोटर बाटो कता गयो।
यताबाट जाने अनि हामी चाहिँ त्यहाँबाट फर्केर अब तल जाँदैछौँ। तल मावला भनौँ न, अर्को मामाको घर। पानी चाहिँ हल्का रोकिएको छ, तर मौसम चाहिँ उस्तै नै छ। मौसमको फेरबदल चाहिँ छैन। ल हामी चाहिँ हिँडिरहेका छौँ। हल्का हल्का मसिनो मसिनो पानी परिरहेको छ, मन्दा मन्दा। ज्याकेट भिजिरहेको छ। अबे ज्याकेटको कलरै चेन्ज भयो पानी भिजेर। अनि अप्ठ्यारो बाटो लिनुभयो क्या तपाईँले? यस्तो बाटो हेर्नु त, उता त्यो मोटर बाटो थियो र। मौसम चाहिँ बिस्तारै बिस्तारै खुल्दैछ। हेलो, हामीहरू चाहिँ मामाकोबाट आयौँ भर्खरै। हजुर छैन, बल्ल खानुभयो। मैले भनेको थिएँ नि त्यताबाट बाटो छैन, यतैबाट जाम सजिलो बाटो नि हुन्छ भनेको। सर्टकट छैन, बाटो छैन अरे। हामीहरू चाहिँ मामाकोमा बस्यौँ त्यहाँ मामाजीकोमा। अनि त्यसपछि फेरि मासु बनाएर अब खाना त खाइसकेको थियौँ। अब खाएर निस्क्यौँ है। अब चाहिँ हामी नेक्स्ट भनेको हाम्रो चाहिँ फुपूको घरमा जाँदैछौँ, ठुलखोला भेटघाट कार्यक्रमको लागि त्यहाँ जाँदैछौँ। ए व्यस्त सामान त व्यस्त, आफन्तहरू भेटघाट गर्दा गर्दै कहाँ जान। फेरि त्यति छिर्न के कता यतिबाट जाम भन्छु। सर्टकट चाहियो अरे, सर्टकट चाहियो अरे मम्मीलाई। फेरि अप्ठ्यारो बाटो हिँडालेर हैरान छ। अनि यस्तै छ। अनि मौसम चाहिँ ओहो हो यस्तो हो, यस्तो कुहिरो लाएर एकदमै जाडो जाडो चिसो चिसो छ मौसम पनि। बाटो फेरि त्यस्तै हिलो 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 छ बाटो। अनि गाह्रो गाह्रो भइरहेको छ। अब मम्मीलाई यही बाटो जाम भन्छ। अब तल झन् यही बाटो जाम भन्छ। आउनु छिटो। आया के अरे मैले भनेको थिएँ कि यतिबाट लानु छ भनेर। यो बाटो छैन होला के यस्तो। त्यो सुई सुई मोटर बाटो नभएर फेरि कसको के हुन्थेन कि मोटर बाटो गयो। त्यस्तै बाटो बिराइयो छ। कता हो चिन्दै चिन्दै। यो त अर्कै जाने बाटो भन्नुहुन्छ आफै। के हो वहीँ उता तपाईँले उता सर्टकट झारेर बिगार्नु भयो क्या। यही बाटो हो क्या अस्ति म मोटर बाटोबाट गएको र। त्यो फेरि अर्कै हो क्या हो, यही हो कि कुन चाहिँ हो कि। तपाईँ कस्तो कन्फ्युज भयो। अब फेरि त्यहीबाट छिर्ने भित्र। तपाईँ थाहै हुन्छ, तपाईँले त्यसै सर्टकट हालेर। अब कता लानुहुन्छ हेर्नु त साथीहरू। फुपू घर जाने बाटो हराइयो। अब बाटो बिराएर पढ्नु अनि सोध्न त पऱ्यो नि मान्छेलाई। सोध्छु नि, चिन्नु भयो? सोध्छु म। ठुलखोला जाने बाटो कता हो? तल हो हिँड्नु। कता झर्ने हो? हजुर खुब सर्टकट आउनु पर्ने। मोटरबाट यति जान्छ भन्छु मैले भनेको कता चाहिँ नि यो त होइन भन्दै ल्याउनु भयो। म त त्यो बाटो जान्छ। यति दुःख पाइयो नि। अब म जान्छु अगाडि भयो। चिन्न अब त चिन्नै पऱ्यो के अरे।
त्यत्रो मान्छे बोलाएर सोध्न पनि भयो। म कति बुझ्दुम्ला ओके त लास्टै बुद्धु फेरि भन्नु त एकचोटि। हेलो हेलो, हामी चाहिँ यहाँ फुपू घर आइसक्यौँ होइन। फुपू चाहिँ हुनुहुन्छ कि थाहा छैन घरमा। अनि फुपू हुन्छ कि थाहा छैन होइन। म आएको थाहा म आएको किन भनेर। अनि सरप्राइज त के हो नि, आउँछ भने थाहा होला। हामीले भाउजू नमस्ते। म भए हेलो हेलो, हामी चाहिँ फुपूकोमा बसेर एकछिन गफसफ गरेर भेटघाट गरेर फर्किँदैछौँ होइन। अनि अहिले चाहिँ टक्क मौसम अलि सफा भइरहेको छ, घामसाम लागिरहेको छ भन्दा नि अब डुब्दैछ, घाम डुबिरहेको छ। हामी चाहिँ घर फर्किँदैछौँ सानीमाकोमा। अनि यहाँ चाहिँ फुपूहरू हुनुहुन्थ्यो। अनि मलाई देखेर एउटा फुपूले चाहिँ म आएकै थाहा नरहेछ कि, थाहा रहन्छ। अनि यो को आयो भनेर कस्तो अचम्मै पर्नुभएछ कि। अनि यहाँ चाहिँ मलाई एकदम दुब्लाई पातली भइयो, किनेस्ती भइ, झन् सानी भइ चाहिँ भनेर फेरि कहाँ जानुभयो? अब त्यस्तो बाटो हिँड्न थाल्नुभयो। यस्तो मोटर बाटोबाट नलर, यस्तै बाटो हिँड्नुहुन्छ क्या, यस्तै बाटो हिँडाल्नुहुन्छ मलाई। अनि झन् सानी भइ चाहिँ यो त भनेर है। यिनीहरू हाइट पनि घटेछ क्या। पहिले त अलि अग्ली थिइन् रे। हाँसो लागेर सबजनाले दुब्लाई भन्नुभयो मलाई। बाई बाई, थकै लाग्यो। हेलो नमस्ते। सन्चै हुन्छ? म अस्ति हजुर 1 महिना हो। यो चाहिँ हाम्रो स्कुल, त्यो चाहिँ हाम्रो हस्पिटल। यो चाहिँ हाम्रो सानो ल है साथीहरू, अब झिरभरि मासु उनेर खान थाल्यो है हामीले चाहिँ। मासु पनि खान थाल्यो। नमस्ते नमस्ते नमस्ते। कस्तो आइदिनु? खोसीको यहाँ कुला उता चाहिँ पाक्दैछ, अर्को फेरि पकाएर खाने। अनि यो चाहिँ पोलेर ल आज चाहिँ हामीले भेटघाट कार्यक्रम गऱ्यौँ, सबैजना आफन्तहरूसँग भेटघाट गरियो। अनि हामी चाहिँ यहाँ आइसक्यौँ। अनि आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। अनि बाई 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 बाई। यो चाहिँ मेरो भाइ। बाई बाई।